आइसिसी टी20 एसिया तथा इस्ट एसिया प्यासिफिक छनौटको सुपर 6मा नेपालले संयुक्त अरब इमिरेट्समाथि 1 रनको रोमाञ्चक जित निकालेको छ। नेपालले दिएको 141 रनको लक्ष्य पछ्याएको युएईले 20 ओभरमा 9 विकेट गुमाएर 139 रन मात्र बनाउन सक्यो। युएईलाई अन्तिम 3 बलमा 3 रन चाहिएको अवस्थामा 3 विकेट गुमाएर 1 रन मात्र जोड्न सक्यो। अन्तिम ओभरमा बलिङ गर्न आएका दिपेन्द्रले पहिलो 3 बलमा 7 रन दिए। चौथो बलमा ध्रुव पराशरलाई क्याच आउट गराए भने पाँचौं बलमा हेदर अली र अन्तिम बलमा जाहिद अली रन आउट भए। युएईका आलिसान सरफुले 58, ध्रुव पराशरले 32 रन बनाए। नेपालका दिपेन्द्र सिंह हेरीले 3 तथा सोमपाल कामी, गुलसान झा र सन्दीप लामिछानेले 1-1 विकेट लिए। यसअघि ओमान क्रिकेट एकाडेमीको मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले 20 ओभरमा 6 विकेट गुमाएर 140 रन बनाएको थियो। नेपालका आसिफ शेखले सबैभन्दा धेरै 47 बलमा 51 रन बनाए। युएईका जुनैद सिद्दिकी, मोहम्मद रोहित, जाहिद अली, हेदर अली, हर्षित कौशिक र ध्रुव पराशरले 1-1 विकेट लिए। यो जितसँगै नेपालले सुपर 6मा 2 खेलमा 4 अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ। 2 खेलमा 4 अङ्क नै भएको ओमन नेट रन रेटका आधारमा शीर्ष स्थानमा छ। युएई 2 खेलमा 2 अङ्कसहित तेस्रो स्थानमा छ। सुपर 6मा समूह एबाट युएई र कतार, समूह बीबाट नेपाल र जापान तथा समूह सीबाट ओमन र सामोआ पुगेका छन्। नेपालले अब सुपर 6मा भोलि कतारसँग खेल्नेछ। यस्तै नेपालले बुधबार ओमन र शुक्रबार सामोआसँग खेल्नेछ। सुपर 6मा शीर्ष 3मा पर्ने टोलीले आउँदो वर्ष भारत र श्रीलङ्कामा हुने टी20 विश्वकप खेल्न पाउनेछन्।